नमस्ते। मौसम केन्द्र गान्तोकबाट बोलिरहेको छु अनि आज प्रस्तुत गर्न गइरहेको छु साप्ताहिक मौसम समीक्षा र सिक्किममाथि 2 हप्ताको लागि मौसम पूर्वानुमान। आज दिनाङ्क 22 जनवरी 2026। रूपरेखा। महत्त्वपूर्ण सिनेप्टिक परिस्थितिहरू सिक्किममा थाहा भएको वर्षाको वितरण, थाहा गरिएको जिल्ला अनुसार औसत वर्षा मिलिमिटरमा, विभिन्न स्थानहरूमा वास्तविक मौसम, अधिकतम तापमान, न्यूनतम तापमान र वर्षा। आगामी 2 हप्ताको लागि मौसम पूर्वानुमान। सिक्किम राज्यको लागि मौसम पूर्वानुमान बुलेटिन। महत्त्वपूर्ण सिनेप्टिक परिस्थितिहरू। 17 जनवरी 2026 मा एउटा प्रेरित चक्रवाती परिसञ्चलन दक्षिण पश्चिम राजस्थान र छेउछाउको दक्षिण पाकिस्तानमा औसत समुद्री सतहभन्दा 1.5 किलोमिटर माथि रहेको थियो। 18 जनवरीमा उत्तर पूर्वी आसाम र वरपरका क्षेत्रहरूमा समुद्री सतहभन्दा 1.5 किलोमिटर माथिल्लो वायु चक्रवाती परिसञ्चलन थियो। 19 जनवरीमा उत्तर पूर्वी आसाम र छिमेकी क्षेत्रहरूमा रहेको माथिल्लो वायु चक्रवाती परिसञ्चलन मध्य आसाममा औसत समुद्री सतहभन्दा 1.5 किलोमिटर माथि रहेको थियो र यो कम चिह्नित भएको थियो। 26 जनवरी 2026 देखि नयाँ पश्चिमी विक्षोभले उत्तर पश्चिम भारतलाई असर गर्ने सम्भावना छ। बाइस जनवरी 2026 03 UTC सर्फेस चार्ट। 22 जनवरी 2026 0 UTC अपर एयर चार्ट। 22 जनवरी 2026 सैटेलाइट इमेज। सिक्किममा थाहा भएको वर्षाको वितरण। थाहा गरेको जिल्ला अनुसार औसत वर्षा मिलिमिटरमा। विभिन्न महत्त्वपूर्ण स्थानहरूमा भएको वास्तविक मौसम। गान्तोक, तादोङ अनि पाक्योङको वास्तविक दैनिक न्यूनतम तापमान। आगामी 2 हप्ताको लागि मौसम पूर्वानुमान। पहिलो सप्ताह 23 देखि 29 जनवरी 2026 सम्म, दोस्रो सप्ताह 30 जनवरीदेखि 5 फेब्रुअरी 2026 सम्म। पहिलो सप्ताह वर्षा सामान्य रहनेछ, अधिकतम तापमान पनि सामान्य रहनेछ अनि न्यूनतम तापमान पनि सामान्य रहनेछ। दोस्रो सप्ताह वर्षा सामान्य रहनेछ, अधिकतम तापमान सामान्य अनि सामान्यभन्दा बेसी रहनेछ अनि न्यूनतम तापमान सामान्य रहनेछ। सिक्किम राज्यको लागि 7 दिनको मौसम पूर्वानुमान बुलेटिन। सिक्किम राज्यको लागि 7 दिनको मौसम चेतावनी। चेतावनी केही छैन, सबै नील छ। अर्को साप्ताहिक मौसम रिपोर्ट 29 जनवरी 2026 मा जारी गरिनेछ। हेर्नु भएकोमा धन्यवाद।